हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। म प्रतीक्षा फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो च्यानलमा। सो आज आएको छु म इन्डिया गेट है, अन्त अक्षरधाम पनि गएको थियौँ हामी। सो त्यो पनि अलिअलि तपाईँलाई हाल्छु, तर हामीलाई त्यहाँनिर फोटो खिच्नु पाएन, त्यही भएर मैले त्यसको चाहिँ ब्लग बनाएन है। यो इन्डिया गेटको चाहिँ फोटो खिच्नु पाएर चाहिँ मैले ब्लग बनाउँदैछु। सो सबैले हेरिदिनुहोस् होला, मन पराइदिनुहोस् होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् होला। मेरो यो मिनी ब्लग हुनेछ है। सो सबैले हेरिदिनुहोस् होला, मेरो कति दिन बाद ब्लग आउँदैछ। सो रिक्वेस्ट छ कसैले पनि नरिसाइकन मेरो भिडियो हेरिदिनुहुन्छ होला भनेर है। कति दिन बाहेक म 1 महिना 2 महिना चाहिँ पुरा बिजी थिएँ, त्यही भएर चाहिँ मैले यो भिडियो अलिक लेट ल्याएको छु है। म बोल्नुमा कतिवटा मिस्टेक होला, सो सरी सबैजनालाई। सो लेट्स गो टु इन्डिया गेट। यहाँ चाहिँ यस्तो रहेछ पानीहरू है, आउँदै गरेको मान्छेहरू एकदम भिड थियो। तपाईँहरूलाई देखाउँदैछु म इन्डिया गेट, पर्खिनुहोस् एकछिन। सो यहाँ थियो फ्लावर्सहरू है। प्रति आयो भने यहाँ चाहिँ छ विथ माई सिस्टर प्रतिमा। यहाँ चाहिँ यस्तो रहेछ पानीहरूको पुरा है। क्या दामी देखेको हेर्नुहोस् त गाई। यो फुल चाहिँ हाम्रोतिर पनि हुन्छ, यो फुल चाहिँ रोज रहेछ हो, सबै रोज नै रहेछ। यहाँ फोन झऱ्यो भने चाहिँ सक्यो। सो यहाँ यस्तो रहेछ हो, तपाईँहरूलाई देखाउँदैछु म इन्डिया गेट। पर पनि रहेछ, त्यहाँ चाहिँ एउटा के मूर्ति थियो। सो अब तपाईँहरूलाई म इन्डिया गेटको तर्फ लाँदैछु। प्रतिमा भयो लु हेर्नुहोस् त, मिरिकमा जस्तो फुलहरू फुलाउनु भएको रहेछ हो। तपाईँहरूलाई देखाइदिइहाल्यो योहरू त। यहाँ हुन्छ त्यो भयो कस्तो दामी भएको क्या यो पनि। सो गाइस इन्डिया गेट हेर्नुहोस् है, म तपाईँहरूलाई छेउबाट देखाउँदैछु। खोइ यो चाहिँ के हो त्यो थाहा भएन। फाइनली इन्डिया गेट आउँदैछ। मान्छे चाहिँ नाइटमा पनि हेर्नुहोस् त यस्तो भिड हुँदो रहेछ कि के भन्नु। तपाईँहरूलाई मेरो ब्लग कस्तो लाग्छ है कमेन्ट गरिदिनुहोस् होला। फेरि पनि म दिल्लीमा भइन्जेल निकै फोटोहरू भिडियोहरू लिएर आउनेछु, हेरिदिनुहोस् होला सबैले। मेरो ब्लग्सहरू मिनी भए पनि आउनेछ है, मिनी ब्लग्सहरू पनि। किनभने अहिले म भ्याएको छुइनँ। किन भ्याएको छुइनँ भन्दा चाहिँ यसो मैले केही कामहरू गरिरहेको छु, त्यही भएर भ्याएको छुइनँ। सो फाइनली दिस इज इन्डिया गेट गाइस। फुल त आएन तर पनि लुक कस्तो दामी छ क्या। पहिला पनि आएको थियो म चाहिँ गाइस, तर त्यति बेला चाहिँ यहाँ गेट बन्द थियो, त्यही भएर मैले खिच्नु पाइनँ है। मैले ऊपर आएको त्यही मूर्ति भनेको। सो इन्डिया गेट चाहिँ एकदम दामी। कुन चाहिँ मुभीमा सुटिङ भएको छ यहाँ माथिको तपाईँहरूलाई याद छ? यहाँ माथि बसेर वरुण र को हो मलाई थाहा भएन, तर सुटिङ चाहिँ भएको छ यहाँ माथि टपमा बसेर। सो तपाईँहरू भन्नुहोस् होला, मलाई याद भएन को हो, कुन चाहिँ मुभी हो। मेरो एकदम बोली मिस्टेक हुँदैछ किनभने कति दिन बाद मैले भ्लग बनाउँदैछु। सो सबैले बुझिदिनुहोस् होला है। सो मेरो दिदीलाई चाहिँ अल्छी लाग्यो अरे, अब चाहिँ हामी फर्किनु आँटेको। ऊपर पनि पुरा लाइटिङ हुँदैछ है, लाइटहरू पुरा लगाएको छ, कस्तो देख्दो रहेछ हेरौँ। म यहाँ दिल्ली चाहिँ आधी घुमिसकेको छु पहिला आएर। सो यहाँ चाहिँ त्यस्तो फोटोहरू खिचेको थिइनँ, बन्द भएको कारणले। अहिले चाहिँ फोटोहरू आज चाहिँ खिचेँ। फर्केर बोल्दै रहेछु है। मैले चाहिँ यहाँनिर अब भिडियोहरू फोटोहरू खिचेको थिइनँ किनभने त्यति बेला आउँदा चाहिँ यो सबै क्लोज थियो, परबाट खिच्नुपर्ने थियो। सो अहिले चाहिँ खिच्नु पाएँ।
सो मेरो भ्लगहरू कति भयो है गाइस नआएको चाहिँ, किनभने अब त्यस्तै प्रब्लमहरू थियो। सबैलाई रिक्वेस्ट गर्छु है, सरी, तर पनि मेरो भ्लगहरू हेरिदिनुहोस् होला। सानो सानो भिडियोहरू भए पनि लिएर आउँछु है, सबैले सपोर्ट गरिदिनुहोस्। कोही कोही बेला त्यस्तै हुन्छ कि काम त्यस्तै पर्छ कि भिडियो बनाउनु टाइम पनि हुँदैन। सो त्यही भएर हाम्रो इन्डिया गेटमा सल्युट छ। किने चाहिँ मेरो दिदी है, मान्छेहरू पुरा बलुनहरू पनि फ्याँकिरहेको छ। अब चाहिँ हामी अटो पक्रेर रुम जाने। सो तपाईँहरूलाई आजको मिनी भ्लग कस्तो लाग्यो, लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनुहोस् होला। त्यो अँधेरो अँधेरो चाहिँ किन भयो भनेर चाहिँ नाइटमा आएको, त्यही भएर त्यस्तो राम्रो आएको छैन है, तर पनि हेरिदिनुहोस् होला। सो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनुहोस् होला गाइस। बाई बाई प्रति बाई भन्ने। फेरि भेट्नेछु न्यू भ्लगमा। बाई बाई एभ्रीवन।